साथीहरू, हजुरहरूलाई एउटा कुरा थाहा छ, हार्नु भनेको अन्त्य होइन नि, सिक्ने एउटा मौका हो। जब हामी फेलर अनुभव गर्छौँ, हामी सोच्छौँ अब म सक्दिनँ, हारेँ। तर सत्य के हो भने फेलर बिना सक्सेस इम्पोसिबल हुन्छ नि। सक्सेसफुल मानिसहरू धेरै पटक फेल भएका हुन्छन्, तर उनीहरूले हार मान्दैनन्। फेलरले तपाईँलाई देखाउँछ कहाँ गल्ती भयो भनेर, के सुधार गर्नलाई उसले आवश्यक कदम चाल्न मद्दत गर्छ। फेल हुन डराउनु होइन, फेलबाट सिक्न महत्त्वपूर्ण हुन्छ, सिक्न जरुरी छ। त्यसैले फेलर इज नट डिफिट, इट्स फिडब्याक। फेलर चाहिँ असफलता होइन, यो चाहिँ एउटा तपाईँलाई एक किसिमले फिडब्याक दिएको हो, होइन? त्यसैले गर्दाखेरि यसलाई ग्रहण गर्नुहोस् ल।